के थियो त्यहाँ बन्छ पार्कमा ल गाइजहरु हाँ कहाँ गयो तिनी बाघ भालुहरू धेरै वर्ष पहिला यो त के हाल्थ्यो नि त्यसलाई काँडा माछा हाल्थ्यो कहाँबाट ल्याउँथ्यो त काँडा ल्याउनु अनि ठेक्का लाउँथ्यो कि त्यो सबै कुरा थाहा छ तपाईँलाई हो र चराहरू कता गयो त नेपालले पोल्दै त खाएन नेपालीहरूले तपाईँको नि भर्छ नि तपाईँ त सितन भने पुलको पार्नुहुन्छ नि एउटा फिस्टा भए पुग्छ मलाई भन्नुहुन्छ कि पुगको पारेर लग्नु भयो हो त्यहाँ हेर्नु त्यहाँ फेरि मार्ला नि त्यहाँको मान्छेले तिन फिस्टाहरू कता गयो सबै सामाजिक सञ्जालमा भाइरल हुन्छ सामाजिक सञ्जालमा हालिन्छ तपाईँलाई भाइरल गरिन्छ भन्नु ल गाइज मैले भन्छु भन्नु ल गाइजहरु हामी आज टक्क रुमदेखि वंश पार्क तकनको यात्रा थियो हामी टक्क वंश पार्क घुम्यो हैन गाइज टक्क हामी रुमतिर जाँदैछौँ गाइजहरु आजको यो घुमफिर बहुत बढिया भयो राम्रो भयो गाइजहरु टक्क हामी दुई भाइहरु टक्क हिँड्दैछौँ हाम्रो बुढो अङ्कलले केही भन्छन् त्यहाँ के थियो अरे पहिला यिनले पोलेर खाएको अन्त सब रक्सँग हो पोलेर खाएको हो सितन बनाएर खाएको हो औला आखि त्यसको गरेको हो जुसीले औ मान्द्रे आन्द्रे हो कि मान्द्रे जुसीले यस्तो खाएको छ जुसी यो खाउपियो होटलतिर साइडमा आइसक्यौँ है वंश पार्कबाट औला आखि औ जुसी कता लुकेको